यहाँहरू सम्पूर्णलाई नमस्ते। मेरो नाम चाहिँ कमला लिम्बू भण्डारी हो। माइत इलाम, घर सल्यान। मेरो चाहिँ यो टर्चर बढी भयो। हजुरहरू समक्ष एउटा कुरा सेयर गर्न गइरहेको छु। एउटा कलाकार बहिनी हुनुहुन्थ्यो आरुषी मगर भन्ने, मेरो श्रीमान चाहिँ प्रमोद भण्डारी। यिनीहरूले मलाई अत्याधिक टर्चर दिएर मलाई बाँच्नै गाह्रो बनाइसके। यो आरुषी मगर छ 2 वर्षदेखि मलाई उसले खुद फोन गरेर तपाईहरूको रिलेसन कस्तो छ भनिदिनु भनेर मलाई नचिन्ने तरिकाले फोन गरेर पनि उसले मेसेज गरेर पनि सोध्यो। मैले कति भने हाम्रो रिलेसन राम्रो छ, उसले झुट बोलिरह होला भनेर। तर ऊ मेरो श्रीमानको जीवनबाट अथवा मेरो वैवाहिक जीवनबाट ऊ जानै चाहेन। उसले झन् मलाई दिनानुदिन टर्चर दिने, तेरो बुढोसँग यो गरेको छु त्यो गरेको छु, मलाई यति धेरै माया गर्छ, तैँले कहिले डिभोर्स गर्छेस् भनेर जहिले तैँले मलाई टर्चर मैले सहनै नसक्ने गरी यति टर्चर दियो कि मैले कति भन्दा पनि नलाग्ने गरी सुरुमा उसले नै हो सोध्या तपाईँहरूको रिलेसन कस्तो छ भनेर। मैले कति गर्दा पनि नसकेर मेरो 17 वर्षको सम्बन्ध मैले बच्चामा बिहे गरे, 16 वर्षमा बिहे गरेको। त्यति टाढा बिहे गरेर त्यति दुःख गरेर सबै आफ्नो परिवार भनेर बसेर मेरो श्रीमानले पनि राम्रै गरि नै रहनु भएको थियो, राम्रै पनि गर्नुहुन्थ्यो। मलाई थाहा पनि थिएन म सोझो मान्छे, बाहिर त्यस्तो गर्नुहुन्छ भनेर मलाई कति लाग्यो। मर्नु नमार्नु गराएर छोडे। यिनीहरूले मलाई जहिले टर्चर दिएर जहिले म्यासेज गर्ने, एकपछि कहिले छोड्छस् भनेर दिनकै जहिले हैरान गरिसके। हैरान गरिसक्यो मलाई। कति मर्नु न बाँच्नुसम्म पुर्याएर यति टर्चर दिए कि जहिले सम्बन्ध राम्रो छ हाम्रो भन्दा नि नपत्याएर